Hello everyone, back to my channel. After a long time we wait अनि आज चाहिँ स्पेशल डे रहेको छ फर मी के भने जस्तो आज चाहिँ मेरो ह्याप्पी बर्थडे टु मी आज चाहिँ मेरो बर्थडे हो अनि आज मैले सोच गरेको छु आज मेरो बर्थडेको दिन म भिडियो बनाउँछु भनेर अनि म यस्तो बिरामी छु नि खोकी लागेर रुगामार्की लागेर यस्तो भएको छ आज मेरो बर्थडे त्यही पनि अनि म चाहिँ उलाबारमा बस्छु तपाईँलाई मैले अस्ति भनिसकेको छु अनि हामी चाहिँ अहिले कहाँ आएको छौँ भन्दा मेरो माइजूको माइत चारली मेरो घर पनि हो तर यहाँभन्दा पर हो अनि अहिले चाहिँ हामी माइजूको माइतमा छौँ होइन गाइज अनि हामी चाहिँ किन आएको भन्दाखेरि चाहिँ हामी अस्ति नै प्लान बनाएको थियौँ अस्तिको सटरडे पाउपाती भएर इलामको पाती भएर जाने भनेर तर हाम्रो क्यान्सल भयो अनि आज मेरो बर्थडेको दिन रहेको हुनाले अनि अब चाहिँ हामी पाउपाती भएर जान आँटेको चारहरूको अनि त्यही भएर आएको हामी होइन गाइड त्यही अब चाहिँ हामी पाउपाती भएर जान आँटेको अब रेडी हुँदैछौँ हामी अनि मैले आज के लगाएँ भन्दाखेरि म तपाईँलाई देखाउँ म चाहिँ जिन्सको जामा लगाएको छु गाइड हुन्छ होइन म हेर्दै गर्नु होला कस्तो लाग्छ आजको भिडियो अब हामी एकैचोटि पाउपातीमा गएर भेटौँ है त गाइड अब चाहिँ हामी जाँदैछौँ होइन अनि म चाहिँ भ्लग बनाउनु नर्भस हुन्छ सफारी पनि आइसक्यो अब चाहिँ हामी जाँदैछौँ पार्टीमा गएर भेटौँ है त गाइज बाई एभ्रिवान हामी चाहिँ पाउपातीबाट आइसकिसक्यौँ सक्नुहुन्छ गाइड हामी चाहिँ भित्र पनि छिरिसक्यौँ तर मलाई यति नर्भस फिल भइरहेछ पाउपातीबाट पनि आइसक्यौँ अब हामी भित्र जाँदैछौँ कति भित्र गएर पूजा गरेको देखाउँछ त गाइड यता र यहाँ छ मेरो भाइ यता हेर न अनि यहाँ हुन्छ आमा मम्मी माइजू अनि म चाहिँ यहाँ छु मेरो भाइ चाहिँ कुकुर हेर्दैछ मेरो भाइ चाहिँ यहाँ भिडियो बनाउँछ अरे के अरे घन्टी बजाउँछ अरे आऊ म गरिदिन्छु नि त आऊ म बजाइदिन्छु आऊ म बोकेर लु यता आएर ढोक्दै हुन्छ म पनि ढोक्छु गाइज हामी चाहिँ पूजा गर्दैछौँ कि अनि त्यहाँबाट मैले भ्लग पनि बनाउन पाएको छुइनँ होइन लाज पनि लागिरहेको छ त्यो मान्छे गएर हामी त्यहाँ पढाएको छौँ यहाँ छ मेरो भाइ हामी के हेर्दैछौँ भाइ हामी चाहिँ बादल छौँ यति नर्भस फिल भइरहेको छ मलाई अब हामी पूजा गरेर भेटौँ है त हामी घर फर्किने आँटेको घरतर्फ भाइ र म हेलो गर्छौँ भाइ चाहिँ एकदम किनो भाइ आज कसको बर्थडे कुन दिदीको म टिका लगाएको बाङ्गो लगाएको भन्दा पनि पुग्ने छ अब एकैचोटि गरेर फिटो गर्छु तब चाहिँ हामी घरतर्फ आइ पनि सकिसक्यौँ माथि भाडा माटाबाट अनि मैले चाहिँ भिडियो पनि बनाइनँ खासै किनकि मलाई यति नर्भस फिल अनि यति लाज लागिरहेको थियो मान्छे अगाडि बिचमा काटेर गरिरहेको थिएँ मैले अनि चाहिँ हामी यहाँ माइजूको घरमा आइपुगिसक्यौँ है त होइन अब चाहिँ बाटोमा छौँ हामी हिँड्दै जाँदैछौँ अनि टिका लगाएको अरे आधी झरेर बाङ्गो भएछ अनि अब हामी बुवा घर जाने होइन गाइज अब यता कस्तो घाम टिल्का लागिरह अनि अब चाहिँ अब हामी भात सात खाएर हामी जाने हाम्रो घर उलाबारीतर्फ अब माइजहरू फोटो खिच्दै हुन्छ होइन गाइज अब एकैचोटि जाने बेलामा भेटौँ है त गाइज अनि आज हामी बर्थडे मनाउने ठुलो होइन सानो कटिसेमा मेरो घरको के भनौँ मेरो घरको नजिकै हो ताराबारीतिर हामी चुलाबारीमा बस्छौँ अब चाहिँ हामी एकैचोटि घर जाने बेला भेटौँ है त स्टे ट्युन्ड गाइज
तब चाहिँ मैले यहाँ केक पनि बोकिसकेँ मेरो लागि। अब चाहिँ हामी जान आँटेको रेडी पनि भइसक्यो। अलिकति अँतेरो भइरहेको छ। राति भइसक्यो 5 बजिसक्यो। हामी अहिलेसम्म गएको छैनौँ र हामी जान आँट्यौँ। मैले केक पनि बोकिसकेँ। अब हेरौँ है त गाइज अब कट्टु चाहिँ गएपछि म भ्लग कसरी गर्छु भइसक्यो मलाई लाज लागेर। लेट्स सी अब हेर्दै जानु ल। स्ट्रेट हुन गाइज अब एकैचोटि गएपछि भेटौँला। मेरी साथी अदिति उहाँ चाहिँ सानी गाइज अनि उहाँ चाहिँ एउटी डान्स गरेर अनि म चाहिँ यहाँ केक बोकिरहेको छु। केक मेरो दिदीको बर्थडे घरबाट आइसक्रिममा चाहिँ बर्थडे पनि गरिसकेँ है त गाइज। यति बेलामा हुन्छ कोही भ्लग कोही टिकटक गाइज। यता बिहे त्यहाँ चाहिँ खाँदै हुन्छ अदिति यो चाहिँ मेरो साथी यो मेरो फुच्ची बुढी उता चाहिँ मेरो साथी बुढी भाइ बुढी मामा आन्टी यता चाहिँ मस्किँदै छ हेर्न सक्नुहुन्छ। हल्ला गर्ने हेर्न भने चाहिँ उहाँ कराउँदै हुन्छ। आमा हुनुहुन्छ बाहिर। अनि म चाहिँ यहाँ गाइज हामी चाहिँ घर पनि आइसकिसक्यौँ होइन। चाहिँ राति 11 पनि बजिसकिसक्यो। हामी चाहिँ घर पनि आइसक्यौँ। बर्थडे चाहिँ एकदम रमाइलो पनि भयो होइन गाइज। रमाइलो त अवश्य रमाइलो त छ। अझै हामी टाढाबारीको कटुसेमा हामी बर्थडे गरेको नि त। अनि त्यहाँ बिहे पनि रहेछ होइन गाइज। अनि बिहे पनि रहेछ अनि यति डिस्टर्ब भएको थियो नि आमामा। त्यहाँबाट भिडियो पनि बनाउन पाइनँ मजाले। एन्ड आई थिङ्क मलाई नर्भस फिल एन्ड यति लाज लागेको थियो नि मलाई। अनि त्यहाँ बनाएन अनि बाहिर आएर एकछिन बनाएँ तर यति धेरै गाना बजिरहेको थियो होइन। अब यतिखेर अनि हामी पाउभाजीबाट पनि गयौँ होइन गाइज। अब हेर्नु होला सुरुदेखि नै ब्लग एन्ड लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानल। अनि सुन्नु नै भयो होला मेरो भोइस यस्तो छ हालत मेरो। अनि अब अनबक्सिङ गिफ्ट गरेको अर्को भिडियोमा हेर्नु होला। यतिखेरसम्म हेरिदिनुभएकोमा धेरै धेरै धन्यवाद। लट्स अफ लभ एभ्रिवान। बाई एभ्रिवान।